Guys, welcome back to my channel full ब्लग्स सबैजनालाई मेरो ब्लग्समा स्वागत छ है गुड मर्निङ सबैजनालाई आजदेखि हेर्नु त 10 होइन अब आजदेखि 1 वर्षसम्म होइन म के गर्छु दिनभरि भनेर म देखाउँछु है त गाइजहरूलाई कहाँ कहाँ जान्छु के गर्छु सब देखाउँछु मेरो लाइफ कस्तो हुँदो रहेछ हेर है त ल गाइज यस्तै हो है अनि मेरो चाहिँ हिजोको भिडियो चाहिँ युट्युबमा डिलिट भयो क्या मैले अर्को पोस्ट डिलिट गर्न लाएको थिएँ ब्लगै डिलिट भइदियो तर अब पोस्ट हान्नलाई भिडियो त्यही भएर अब छोडिदिएको मैले है गाइज ल गाइजहरूलाई म एकछिनमा भिडियो लगाएँ त अब चाहिँ म एकलट बाहिर जान लाग्यो है किनभने टक्क लगाएर चाहिँ मेरो मिनी क्रस फायर बनाउन आयो मान्छे आउँदैछ त्यही भएर मिनी क्रस फायर बनाउनु जान लाग्यो एउटा गाइज अब बाहिर भेटौँ लाने होइन यस्तै सुन्तला ब्राउन बेच्न आइरहेको गाइजहरूलाई म बाहिर भेट्छु चाहिँ फाइनल पुग्यो बाइकको हालतहरू अस्ति लडेर है छैन गएको छ होइन त्यस खुट्टा हाल्ने एउटा गाज छ अरू त्यति केही गएको बाइक स्टार्टको आएन होइन अरू सब ठिक छ ह्यान्डेलै उयो भएको छ होइन अब एकछिन मान्छे आउँछ गाइज फाइनली हाम्रो बाइक स्टार्ट चाहिँ भइसकेको छ अब अरूले बनाउनु पर्ने हुन्छ होइन टक्क बनाउनु जानु लाग्यो जब चाहिँ हामी बाइक दिन जानुपर्ने हुन्छ यहाँ ऐना छैन ऐना सब हाल्नुलाई ह्यान्डल नि हेर्नु नि महँगो छ त्यही भएर हामी बाइक दिन जानुपर्ने हुन्छ बाइक दिन जानु लाग्यो मैले बाइक छोडेर आइसकेको छु होइन कोही बात होइन अहिले चाहिँ मैले बाइक छोडेर आइसकेको छु होइन गाइस टक्क लगाएर अब चाहिँ हामी यहाँ एकछिन बस्ने हुन्छ टक्क लगाएर होइन फुटबल बाहिर यहाँ बल खेल्दैछ अब टक्क लगाएर हामी एकछिन खेल्छौँ जोबिस भेटौँ लगाएर गाइस बाइक लिएर आइसकेँ नयाँ मिरर यहाँ खुट्टाहरू नयाँ के हालेको छु गाइस मिनी क्रस फायर आइसकेको छ आउनुलाई हाम्रो चटपट खानालाई गाइस हामी चाहिँ गाइस म चाहिँ अब घर पुगिसकेँ होइन म चाहिँ अब आज मुक्बाङ भिडियो लिने देखाउनु लाग्यो मुक्बाङमा हाम्रो के छ भन्दा चटपटै होइन चटपट बनाएर खानलाई चटपटै बनाएर खानलाई चटपट भइहाल्यो होइन टक्क अनि यो करेन्ट चाउचाउ भइहाल्यो है यति नै हो है केही काम आज यति खाने टक्क म चाहिँ अब पहिला सुरु टक्क आँख हुन्छु अनि टक्क के मिलाउनु पर्छ मिलाउँछु अनि पेट्रोल लगाएर गाइज वेलकम ब्याक टु माई ब्लग्स है त अझै हामी भेटिसकेको छौँ अघिको ब्लगबाट हो कि गाइज त्यही भएर अब चाहिँ म फाइनली हिजो जानु पाएन मामा घर हिजो खाना खुवाउँछ होला भनेर सोचेँ आज रहेछ है गाइज र अब चाहिँ म मामा घर जानु लाग्यो मामा घर गएर अब भेटौँला भन्नु पर्ला नि है गाइज अगाडि मामा घर गएर भेटौँला सबैजनालाई है त गाइज हामी चाहिँ गाइज फाइनली मामा घर पुगिसकेको छौँ मामा बल खेलेर आइसकेको छु है जेसिकाको लागि मैले पुसिल ल्याइदिएको छु जेसिका यहाँ हो मैले तिमीलाई कसरी ल्याइदिएको छु यहाँ कुकम्यान हाम्रो जेसिका मर्छ कुकम्यान हाम्रो
कुकम्यान जिस्का मर्न भइरहेको छ हाम्रो काम घर पुग्यो बबाल छ यो गाइज हामी चाहिँ अहिले मामा घर पुगिसकेको छौँ है अब म चाहिँ कौशीको भ्यू हेर्न जान लागेको होइन टक्क लाएर कौशीमा हेर्नु यहाँ के मिठो मिठो रुपियाँ रहेछ होइन यो खोइ के हो है यहाँ खोर्सानीको बोट छ गोरबेरा पाक्दै के फल्दैछ यहाँ हाम्रो खोइ के हो यो वाउ स्ट्रबेरी जानमारा खोर्सानी रे हेर्नु यहाँ टक्क लाएर यसो रमाइलो छ होइन यस्तो रमाइलो छ अमर आज हामीलाई यहाँ खाना खुवाउँछ खाना हो तिमी नि टक्क लाएर किन क्या ओहो हिमाल देखिरहेको रहेछ गाइज हिमाल पखार तराई कोही छैन पराई यहाँ सुप के हो यहाँ धनिया फुल्दै छ धनियाको बबाले होइन अनि छ के हो होइन टक्क लाएर वाउ सुन्तलाको बोट है यहाँ हाम्रो के हो यसलाई के भन्छ धनिया यहाँ सलाद होइन अरू केही थाहा छैन मलाई वाह फर्सी pumpkin dunk अच्छा एकछिन गाइज हामी एकछिन अच्छा गाइज अब चाहिँ हामी रेस्टाको रुम जानेछौँ कुखुराको खुट्टा बिटको कुखुराको खुट्टा गाइज ओहो फुटबङ्गला रहेछ गाइज यो त लाइट हेर्नु न अमर दाइ लिएर आएको होइन सबभन्दा बबालवाला ओहो क्रेजी नि है लाइट हेर्नु मेरोमा जुराफकाल भन्दैछ एक दिन कुखुराको खुट्टासँग मुखबाङ लिएर आउँछ अहिले गाइज तपाईँहरूलाई माया ल्याइदिनु पऱ्यो कसो ल्याउँछ नि गाइजहरू मायामा ल्याइदिनु पऱ्यो अहिले गाइज म चाहिँ काम छ भिडियो चाहिँ एडिट हुन्छ अहिले गाइज एकछिनमा भिडियो होला जब चाहिँ म सुत्न लाग्छु सुत्सक्यो माथि मामा राइसी होइन मामाहरूसँग भेटघाट हुन्छ है ल अहिले गाइज अब म डाइरेक्ट एकछिनमा भेटौँला के खाना खाने टाइममा अहिले गाइज अब चाहिँ म घर पुगिसकेको छु है टक्क खानासाना खायो मामाहरूसँग भयो होइन त्यही भएर म अहिले खाना खाएको भ्लग ल्याउँछु पनि ल्याउनु पनि भएन है अब केही छैन गाइज अब म यस्तै हो अब सुत्छौँ होइन टक्क लाएर अब हामी नेक्स्ट भ्लगमा भेटौँला होइन गाइज सबजना टेक केयर मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला गाइजहरू है थ्याङ्क यू